मिनी टेलर 170 को है 170 हेर्न सक्नुहुन्छ 170 हो 2025 मोडल फेरि ट्याक्क लाएर 2025 मोडल है यो किसान क्राफ्टको हो एसकेटी किसान मिनी टेलर हो। यसको चाहिँ कम्प्रेसर थिएन हैन कम्प्रेसर स्टार्टिङ हुने कम्प्रेसर थिएन तपाईको यो पिस्टन पनि एकदम साइड प्लेसले केही छैन है पिस्टन पनि इज ओके साइड प्लेस केही पनि छैन हैन। अर्को कुरा के भयो भन्दाखेरि सो खोल्नेको अब जो भर्खर फर्स्ट हो अहिले चाहिँ खोप 2025 मोडल अहिलेसम्म बनाएको छैन। अब जो ठुलो बेल यता छ इन्टेक साइड जो यो हो इन्टेक साइड इन्टेक है यो इन्टेक हो यो एडजस्ट हो कम्पनीले नि यस्तो गल्ती त गर्न भएन नि त हैन। ठुलो सानो बेल यता हालिएको छ है यो सानो बेल भयो यो ठुलो बेल भयो यो ठुलो बेल हो हुनुपर्ने त यो खास यस्तो होला हैन यो यस्तो हुनुपर्ने होला खास यस्तो हुने हो यस्तो कम्प्लेन्ट भेट्यो है आज चाहिँ हाम्रो वर्कसपमा। मैले अहिलेसम्म फर्स्ट टाइम यो मिनी टेलर बनाएको मिनी टेलर बनाउँदाखेरि मैले फर्स्ट टाइम यस्तो रोग चाहिँ भेट्टालाई। अब फेरि तपाईँले विश्वास नमान्नुला हैन अब यसको यहाँ खा छ हेर्नु है यस फेरि विश्वास यसले फेरि भिडियो बनाउनलाई होला भन्नु होला फोकसै भयो यहाँ खा छ है टुप्पामा यो खाने यहाँ बसेको फेरि खाँदिन नि त हैन यहाँ बसिराखे के यसको फेरि कस्तो फोकसै भएन केही नै ए यहाँ खाइराखे भित्र खाइराखे यो खानुपर्ने त जो बाहिर आउटर फेसमा होला नि त यताको यहाँ खाइरहेछ है यस्तो समस्या चाहिँ आज मैले फर्स्ट टाइम भेटाएको है मिनी टेलरमा। ल यसलाई हामीले चाहिँ मर्मत गर्छौँ अब यसलाई यही भेल नै हामीले यही भेल परे गर्छौँ किनकि भेल ओके जस्तो देखिन्छ। अब हेरौँ नभए हामीले भेल अर्को पनि चेन्ज गर्न सकिन्छ एकचोटि यसलाई म पोलिस गर्छु अनि तपाईँहरू लास्टमा जो ट्र्याक्टरको म देखाउने छु कस्तो छ स्टार्ट भयो भएन है हजुरलाई देखाउने कोसिस गर्छु है त। ल अहिलेको भेड हो जो चाहिँ ट्र्याक्टरकै होइन अब हामीले चाहिँ भेल ग्राइन्डिङ गर्दैछौँ हैन मस्त क्लिनिङ गरिरहेको छ क्लिनिङ गरेर अब चाहिँ भेल पोलिस गर्छौँ भेल पोलिस गरेर लगाउँछ है त। फाइनली भयो यो चाहिँ कम्पनी मिस्टेकवाला ट्र्याक्टर थियो हैन टक्क लगाएर बनाइयो हामीले दिल्ली मोटरसाइकल वर्कसपमा यो ल्याएर चाहिँ जम्मा 10 घन्टा जोत्नु भएको थियो उहाँले हैन हामीले फाइनली रिपेयरिङ गरिसकेका छौँ अनि तपाईँहरू पनि आउन सक्नुहुन्छ टक्क लगाएर जिसी मोटरसाइकल वर्कसप है फाइनली हामीले बनाइयो। यसमा चाहिँ इन्टेकको भेल एक्जस्टको भेल इन्टेकमा राखेर चाहिँ फिटिङ भएको रहेछ जो चाहिँ कम्पनी प्रब्लम थियो। अब फाइनल्ली बनायो उहाँहरूले चाहिँ लगेर चाहिँ जम्मा 10 घन्टा मात्र चलाउनु भएको थियो। यो चाहिँ 2025 मोडल है फेरि टक्क लगाएर यो चाहिँ 2025 मोडल हो 25 मोडल कहिले कसो चाहिँ यस्तो पनि हुन्छ है त। ल हस् धन्यवाद।